मान्छेको सबैभन्दा खतरनाक त भित्र हृदयलाई बानी लाग्छ। जवानहरूको हृदयलाई के बानी लाग्दछ? तपाईँको हृदयलाई प्रेमको बानी लाग्छ, चाहत गर्ने बानी लाग्छ, एडिक्सन हुन्छ, लत लाग्छ, प्रेमको लत लाग्छ। मानिस बनिएको नै त्यसरी छ है। परमेश्वरले मान्छेलाई बनाएर के आज्ञा दिनुभयो? सबैभन्दा ठुलो आज्ञा, तैँले आफ्नो परमेश्वरलाई सारा हृदयले, सारा शक्ति, सारा प्राण समझले प्रेम गर्नु। प्रेम गर्नु किन आज्ञा दियो होला प्रभुले? किनकि हामी मान्छे बनिएको नै यसरी छौँ कि हामीले परमेश्वरलाई प्रेम गरेनौँ भने हाम्रो हृदयले अरू जुनसुकै कुरालाई परमेश्वरको ठाउँतिर प्रेम गर्नु थाल्छ। अनि त्यो प्रेम गर्ने आदत लाग्छ, आदत मात्रै लाग्दैन, लत लाग्छ। अनि सबैभन्दा भयानक मूर्ति पूजाहरू त्यहाँबाट सुरु हुन्छ। जीवन अस्वस्थ बनाउने भित्रबाट सबै प्रकारको एङ्जाइटी, इन्सोम्निया, निन्द्रा नलाग्ने चोटहरू त्यहाँ लाग्छ। मान्छे हृदयलाई के बानी लाग्दैछ? प्रभु यीशु ख्रीष्ट आफैले पनि भन्नुभयो यूहन्ना 14:15 के भन्नुभयो प्रभुले? कि तिमीले मलाई प्रेम गर्छौ भने चाहिँ मेरो आज्ञाहरू पालन गर्छौ। यानि कि तिमीले मलाई प्रेम गर्दैनौ पहिलो ठाउँमा भनेदेखिलाई मेरो आज्ञा पालन गर्नु तिमीलाई गाह्रो पर्छ। एक्टिङ मात्रै गर्छौ, एक दुई दिन हुन्छ। मलाई प्रेम गर पहिला, हैन? हामी बनिएको नै यसरी